र नमस्कार सम्पूर्ण दर्शक महानुभावहरुमा र यहाँहरु सम्पूर्णलाई म यस च्यानलमा स्वागत गर्दछु। र आज हजुरहरुको समक्ष एउटा नयाँ भिडियो ल्याएर उपस्थित भएको छु। र आजको यस भिडियोमा हामी के कुरा जान्ने छौं र के कुरा बारे चर्चा गर्ने छौं भने आजको यस भिडियोमा म एउटा बुकको बारेमा तपाईहरुलाई जानकारी गराउने छु। जुन चाहिँ यो बुक हजुरहरुले धेरै देखिरहनु भएको बुक होला है, कतिपयले पढेको पनि होला अनि पढ्नु भएको होला, कतिपयले पढ्नु भएको छैन भने म हजुरहरुलाई यस बुकको केही संक्षिप्तमा है बुझाउने छु र यो बुकमा के कुरो चाहिँ लेखिएको छ भन्ने कुरा बताउँछु है। र बुकको नाम रिच ड्याड पुअर ड्याड है। यो बुक रोबर्ट टी कियोसाकीले लेख्नु भएको बुक हो है। र यो बुकमा विशेष गरी के कुरालाई बेसी ध्यान दिएको छ है। र यहाँनिर यो बुकमा खास भन्नुपर्दा रिच ड्याड पुअर ड्याड बुकको नाम भयो रिच ड्याड पुअर ड्याड है। धनी बाउ र गरिब बाउ भयो है। अनि धनी बाउले उनीहरुको नानीहरुलाई के कुरा सिकाउँछ, कस्तो कुरा सिकाउँछ र गरिब बाउले उनीहरुको नानीहरुलाई कस्तो कुराहरु सिकाउँछ है। यो सबै पैसाको बारेमा हो। यो पैसाकै बारेमा हो हुन त यो बुक लेखिएको। र धनी मान्छेले कसरी पैसा कमाउँछ र गरिब मान्छेले कस्तो प्रकारले पैसा कमाउँछ भन्ने कुरोलाई नै बेसी ध्यान दिएको छ। र धनीको इन्कम कस्तो हुन्छ, गरिबको इन्कम कस्तो हुन्छ हैन, अनि गरिबले कसरी खर्च गर्छ, धनीले कस्तो खर्च गर्छ भन्ने कुरालाई नै बेसी ध्यान दिएको छ। र समयलाई ध्यान दिँदै म भिडियोलाई सुरु गर्न चाहन्छु है। र योमा बेसी जस्तो विशेष ध्यान दिएको भनेको दुईटा कुरोलाई हो है। यस बुकमा दुईटा कुरोलाई विशेष ध्यान दिएको छ। एउटा हो एसेट है, अनि दोस्रो हो लियाबिलिटी। लियाबिलिटी र एसेटलाई ध्यान दिएको छ। यो बुक पढ्नु भयो भने सबै योमा प्राय जसो कुरो लियाबिलिटी र एसेटको नै बुझ्नु हुनेछ। लियाबिलिटी के हो र एसेट के हो अब म तपाईहरुलाई बुझाउने छु। र यो बुकमा लेखेको या भनेको अनुसारमा एसेट भन्नाले तपाईको गोजीमा पैसा हाल्ने है, जुन कुरोले तपाईको गोजीमा पैसा हाल्छ है, त्यो चाहिँ भयो एसेट। र लियाबिलिटी के भयो? लियाबिलिटी भन्नाले के बुझिन्छ भने जुन कुरोले तपाईको गोजीबाट पैसा निकाल्छ त्यो भयो लियाबिलिटी। जुन कुरोले तपाईको गोजीबाट पैसा निकाल्छ त्यो भयो लियाबिलिटी। अनि एसेट भन्नाले जुन कुरोले तपाईको गोजीमा पैसा हाल्छ भनेर भनेका छन्। र यो बुकमा प्राय जसो सबै लियाबिलिटी र एसेटै बुझे मैले, र मैले पढेको अनुसारमा अन्य कुरोहरु पनि छ, तर विशेष ध्यान दिनुपर्ने मेन कुरो भनेको नै लियाबिलिटी र एसेट छ। र लियाबिलिटी र एसेट मैले भनिसके कि लियाबिलिटीले गोजीबाट पैसा निकाल्छ है, गोजीबाट पैसा निकाल्छ, तर एसेटले गोजीमा पैसा हाल्छ। र यी दुईटा कुराहरु बुझ्न सक्छौ। र एसेटमा के कुराहरु आउँछ है, एसेट भन्नाले के बुझिन्छ र लियाबिलिटीले के बुझिन्छ त भनिसके, तर एसेट भनेको के हो र लियाबिलिटी भनेको के हो अब त्यो म तपाईहरुलाई बुझाउन चाहन्छु। एसेट, जुन एसेटले चाहिँ तपाईले कामै नगरिकन, तपाईले कुनै कामै नगरिकन त्यो चीजबाट पैसा आइरहन्छ त्यो भयो एसेट। जस्तै एउटा उदाहरणको लागि लिउँ भने तपाईको एउटा गाडी छ, तपाईले एउटा गाडी किन्नु भयो, तर गाडी तपाईले कुदाउनु हुँदैन है। कसैलाई तपाईले कुदाउनु दिनुभयो, ड्राइभर राखेर, एकजना ड्राइभर राखेर तपाईले गाडी चाहिँ तपाईको हो, तर ड्राइभर राखेर तपाई घरमा बस्नुहुन्छ। अनि बेलुका भएपछि ड्राइभरले गाडी कुदाएर ल्याएर पैसाहरु बुटुलेर ल्याएर तपाईलाई दिन्छ। अनि तपाईले ड्राइभरलाई कति मन्थली उसको सेलेरी दिनुहुन्छ, अनि सेलेरी दिएर तपाईको पैसा बाँच्छ भनेपछि यो भयो एसेट। एसेटले पैसा दियो तर तपाईले कामै गर्नु भएन, तर पनि पैसा दियो भनेपछि यसले गोजीमा पैसा हाल्ने काम गर्दैछ है। अनि यो भयो एसेट। अनि धेरै छ यस्तो उदाहरणहरु, धेरै एसेटको कुराहरु धेरै छन्। जस्तै तपाईले एउटा ठुलो घर बनाउनु भयो, जस्तो जहाँनिर चाहिँ धेरै मानिसहरु बसोबास गर्ने गर्छन्। बजारको ठाउँ भयो, सिटी एरियाहरुतिर भयो,
एउटा तपाईँले घर बनाउनु भयो, र घर बनाएर तपाईँले तपाईँको त्योमा रुम छ अरे, लु सोच्नुहोस् 10वटा रुम छ त्यो घरमा। 10वटा रुमलाई तपाईँले रेन्टमा दिनुभयो है। अनि रेन्टमा दिनुभयो, पर रुमको हरेक एकवटा रुमको 5000 रुपियाँ मन्थली छ अरे, रेन्ट 5000 रुपियाँ छ। अनि 5000 रुपियाँ रेन्ट छ भने 5, 10, 50,000 तपाईँले महिनै पछि पाउनुभयो। तर तपाईँले कामै गर्नु हुँदैन, तपाईँले कामै नगरिकन पनि 50,000 रुपियाँ आउँदैछ भनेपछि यो भयो एसेट। जुन कुरोमा तपाईँ कामै नगरिकन पनि पैसा आउँछ भनेपछि यो भयो एसेट। भनेपछि एसेट चाहिँ के हो भन्ने कुरो तपाईँले बुझ्नुभयो। जुन कुरोमा तपाईँले केही नगरिकन पनि तपाईँले एसेट बनाएर राख्नुभयो भने त्यसले पैसा दिन्छ भनेपछि त्यसले गोजीमा पैसा हालिदिने काम गर्छ। र लियाबिलिटी, अब लियाबिलिटीको म उदाहरण दिन्छु। लियाबिलिटी कस्तो कुरा हो है, जस्तै फोन, हामीले एउटा मोबाइल फोन किन्यौँ है। एउटा मोबाइल फोन किनेपछि हरेक महिना हामीले त्यो मोबाइल फोनमा रिचार्ज गर्नुपर्ने हुन्छ। अझै अरू कुरोहरूको पनि हामीले मोबाइलमा पैसा हाल्नुपर्ने हुन्छ। नेटफ्लिक्सहरू हेऱ्यो भने पैसा हालेर हेर्नु पर्यो, यस्तै अरू एप्लिकेसन्सहरूमा पैसा हालेर हामीले हेर्नुपर्छ। भनेपछि हामीले महिनै पछि योमा रिचार्ज गर्नु पर्यो है। अनि रिचार्ज गर्यो भने हामीले योमा हाम्रो गोजीको पैसा निक्ल्यो। यसले त मोबाइलले त हाम्रो पैसा कमाउँदैन, आफै मोबाइललाई हामीले राखिरह्यो भने कसैले पनि त्यो मोबाइलबाट त कसरी पनि पैसा त आउँदैन, हाम्रो गोजीमा पैसा हालिदिँदैन मोबाइलले, उल्टा हाम्रो गोजीबाट पैसा झिक्छ। भनेपछि यो भयो लियाबिलिटी। हामीले मोबाइलबाट पैसा पनि कमाउन सक्छौँ, तर मैले यो उदाहरणको लागि दिएको हो, त्यसैले भनेको। अनि जस्तै तपाईँले एउटा बाइक किन्नुभयो है, बाइक किनेर तपाईँले पैसा कमाउँछु सोच्नुभयो, हुँदैन, त्यो नहुने कुरो हो। बाइक किनेर तपाईँले पैसा कमाउनु सक्दैन, सक्छ पैसा कमाउनु, तर पनि यो पनि एउटा लियाबिलिटी जस्तै हो। तपाईँले पेट्रोल हाल्नु पर्यो, पैसा त्योमा हालिरहनु पर्यो, त्यसले इन्कमै दिँदैन भनेपछि यो भयो लियाबिलिटी है। अझै अरू कुरोहरू लियाबिलिटी, घर, तपाईँ घरमा बस्नुहुन्छ, घरबाट पैसा आउँदैन है, घरबाट तपाईँले पैसै आउँदैन, तपाईँ बस्नुहुन्छ सुत्नुहुन्छ, त्यो तपाईँको फाइदा भयो। र अन्य कुरो घरमा चाहिने सामान, इलेक्ट्रोनिक सामान, सरसामानहरू भयो, टिभी होइन, यस्तो कुरोहरू भयो, घरमा तपाईँले लगाउनु भएको के अब घरमा तपाईँले किन्नुभयो, घरको लागि घरमा चाहिने चिजहरू किन्नुभयो, योहरू भयो लियाबिलिटी है। खासमा त लियाबिलिटीलाई अर्कै चिजहरू हो लियाबिलिटी। खासमा तपाईँले लुगा किन्नुभयो, एउटा जुत्ता किन्नुभयो, त्यसले त तपाईँ गोजीको पैसा झिक्यो नि त। अनि त्यो लुगा जुत्ताले तपाईँको कहाँनिर पैसा हालिदिँदैन। र जुन कुरोले चाहिँ तपाईँको पैसा गोजीबाट झिक्छ त्यो चाहिँ भयो लियाबिलिटी। सिधै कुरो छ, कतिवटा कुरो हामीले किन्छौँ त्यसबाट हामीलाई पैसै अम्मिँदैन, फाइदै भएन भनेपछि त्यो लियाबिलिटी भयो। अनि जुन कुरो किन्छौँ त्यो किनेपछि हामीले त्यो कुरोले आफै पैसा दिइरहन्छ भने त्यो भयो एसेट। र धनी मान्छेले चाहिँ एसेट बनाउँछ है। यो बुकमा यही बुझाएको छ कि धनीले चाहिँ एसेटलाई चाहिँ किन्छ, एसेट बनाएर राखेको हुन्छ, धेरै एसेटहरू बनाएर राखेको हुन्छ र आफै पैसा आउने बनाएको हुन्छ। र त्यसै कारणले उनीहरू झन् धनी हुँदै जान्छ। जुन प्रफिट छ, जुन उहाँहरूको त्यो एसेटबाट कमिएको प्रफिट छ, त्यो प्रफिटलाई फेरि उनीहरूले अर्को एसेट किन्नुमा खर्च गर्छ। अनि फेरि अर्को एसेटले पनि पैसा दिन थाल्छ, उनीहरूको इन्कम हुन थाल्छ। अनि फेरि त्यो इन्कमलाई उहाँहरूले फेरि एसेटमा हालेर इन्भेस्ट गरिसकेपछि फेरि उहाँहरूले डबल पैसा कमाउन थाल्छ। फेरि त्यो डबल पैसालाई एसेटमा हालेर फेरि इन्कम गरेर अनि त्यो इन्कमबाट फेरि इन्भेस्ट गरिसकेर उब्रेको पैसा मात्रै उहाँहरूले खर्च गर्छ। अनि यस्तो छ। अनि जो गरिबहरूले चाहिँ यसरी चलाउँछ अरे। यस बुकमा भनेको लियाबिलिटी बेसी किन्छ, लियाबिलिटीमा खर्च गर्छ है, लियाबिलिटीमा पैसा खर्च गर्छ भनेर भनेका छन्। यो कुरा पनि ठिकै हो। लियाबिलिटीमा खर्च गरेपछि लियाबिलिटीले पैसा दिँदैन, झन् हाम्रो पैसा निकाल्छ। अनि यो दुईटा कुरो यो बुकमा मैले विशेष हामीले ध्यान दिनुपर्ने कुरो यो बुकको यो दुईटा हो।
र अर्को चाहिँ के हो भने अरू कुरोहरू पनि छन चाहिँ आफ्नो काम गर्ने र अर्काको काम गर्ने है। हामी अर्काको काम गऱ्यो भने जब है जब जसले जब गर्छ, जसले गभर्मेन्ट जब खोज्छ होइन, जसले चाहिँ जब गरौँ भन्छ, जसको चाहिँ सोच के छ भने हामीले एउटा गभर्मेन्ट जब गर्नुपर्छ अनि हाम्रो लाइफ सेक्योर हुन्छ, अनि पछि गएर हाम्रो रिटायर भइसकेर पनि हामीले राम्रो जिन्दगी जिउन सक्छौँ होइन, सुखको जिन्दगी जिउन सक्छौँ भन्ने सोचाइ राख्नेहरूको पनि यो गलत हो भनेर भनेका छन्। धनी हुने मान्छेले जब गर्न चाहँदैन भनेको छन् र आफ्नै काम गर्न चाहन्छन् भनेका छन्। र त्यस्तो कुराहरू पनि धेरै कुराहरू छन् जो आजको यस भिडियोमा म बुझाउन सक्दिनँ, धेरै लामो हुन्छ भिडियो है। यसै कारणले गर्दा आजको यस भिडियोमा चाहिँ यदि लिएबिलिटी र एसेटको बारेमा चाहिँ मैले बुझाइदिएको थिएँ। र जसले चाहिँ नौकरीहरू गर्न चाहन्छन् उनीहरू चाहिँ ऱ्याट रेसमा फसिन्छ भनेर भनेको छन्। जस्तै ऱ्याट रेस भनेको मुसाको उयो अब मुसाको हुल भनेको जस्तो नि। अब जस्तै कसै न कसैले चोदानी थापेको हुन्छ, चोदानी भनेको बुझ्नुहुन्छ, त्यो मुसालाई मार्ने, त्यो मुसालाई बन्द गर्ने त्यो चोदानी हुन्छ। अनि मुसाको हुलहरू कुद्दै जान्छ अनि त्यो चोदानीमा पसेपछि एकैतालमा ऊ बन्दी हुन्छ अनि अर्कोले उनलाई काम लगाउँछ अनि प्रफिट भएकोमा होइन कम्ती चाहिँ उसलाई उसको सेलेरी दिन्छ अनि ज्यादा चाहिँ ओनरले जो मालिकले लान्छ भनेर भनेको छ। यो कुराहरू पनि सही हो र यस्तै कुराहरू चाहिँ यो बुकमा लेखिएको छ। हजुरहरूलाई पनि यो बुक पढ्न मन लागेको छ भने रिच ड्याड पुअर ड्याड बुक किनेर पढ्न सक्नुहुनेछ है। र यही हो आजको यस भिडियोमा यही कुराहरू बताएको थिएँ। र मैले पनि अब भिडियोहरू सुरु हो मेरो यो भर्खर बनाउँदैछु र केहीहरू गल्तीहरू हुनसक्छ, यसको लागि हजुरहरूसँग क्षमा माग्दछु। र आउँदो दिनहरूमा यस्तै प्रकारको भिडियोहरू हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई थिचिदिनुहुन्छ भन्ने आशा राख्दछु। र यहाँहरूबाट बिदा लिन अघि म हजुरहरूलाई एउटा कुरा भन्न चाहन्छु। संसारमा हजुरहरू जस्तो मान्छे थोरै कम छन् जो आफ्नो जीवनको अमूल्य समय यस्तै ज्ञानको कुराहरूमा लगानी गर्ने गर्छन्। ती मानिसहरूमध्ये हजुर एक हुनुहुन्छ जो आफ्नो जीवनको अमूल्य समय यस्तै ज्ञानको कुराहरूमा लगानी गर्नुहुन्छ। र आउँदो दिनहरूमा यस्तै प्रकारको भिडियो हेर्न चाहनुहुन्छ भने मेरो च्यानललाई सब्सक्राइब गरी बेल आइकनलाई थिचिदिनुहुन्छ भन्ने आशा राख्दछु। र यहाँहरूबाट बिदा लिन चाहन्छु। र धेरै धेरै धन्यवाद हजुरहरूले मेरो भिडियो अन्त्यसम्म हेरिदिनु भयो भने।